यहाँ चाहिँ व्यवस्था गर्नुहुने भन्ने पनि लाग्दो रहेछ। यसै सन्दर्भमा एउटा कुरा के भन्न चाहन्छु भनेदेखि यो सौभाग्य हो युकेको या बेलायतको कि तपाईँहरूकै यस माटोमा एनआरएन जस्तो संस्थाले आफ्नो जन्मको अवसर पायो र त्यो जन्मको अवसरदेखि आजको अवस्था हेर्नुहुन्छ भनेदेखि तपाईँहरूले निराश हुने पर्ने कुनै पनि आवश्यकता म देख्दिनँ। तपाईँहरूले 2003 को अवस्था हेर्नुहोस् र 2011 को अवस्था हेर्नुहोस्। आज चाहिँ तपाईँलाई एनआरएन मुभमेन्ट भन्छु म, मुभमेन्ट एउटा ठुलो आकार यसले लिइसकेको छ। यसलाई यहाँ मात्रै होइन नेपालमा पनि सबैले एउटा रेकग्नाइज गरिसकेको छ र यसको महत्त्व के हो भन्ने कुरो चाहिँ नि मलाई लाग्छ नेपालीहरू बीच भइरहनु पर्ने कुराहरू होइन। त्यसकारण यो तपाईँहरूको प्रयासबाट भएको प्रोफेसर साहबले पनि भन्नुभयो कि चाहिँ एक दुईवटा कपाल खुलेको एनआरएन संस्था जस्तोले पनि राम थापा हुनुहुन्छ, उहाँको पनि त्यस्तै अवस्था छ। हितमानजी हुनुहुन्छ, अरू पनि यहाँ शाहजी हुनुहुन्छ, सबैजना वीरेन्द्रमानजी हुनुहुन्छ, हाम्रो के अरे भक्त गुरुङजी हुनुहुन्छ, अन्य यहाँहरू हुनुहुन्छ, सबैको अवस्था त्यही छ। त भन्न खोजेको के हो भनेदेखि तपाईँहरूले जुन उद्देश्य राखेर यस संस्थाको स्थापना गर्नुभयो त्यसले एउटा ठुलो सफलता हासिल गरेको छ। अर्को कुरो नेपालका चाहिँ नेतृत्व वर्गमा एउटा रियलाइजेसन के छ भनेदेखि तपाईँहरूलाई मैले समय समयमा भन्ने गरेको पनि छु कि चाहिँ एनआरएन भनेको केवल युकेको लागि मात्रै होइन या चाहिँ यो विदेशमा बस्ने नेपालीहरूको लागि पनि होइन, नेपालको लागि पनि एउटा स्ट्रेटेजिक रिसोर्स हो। तपाईँले नेपालको संस्कृतिहरूको प्रवर्धन गर्नुभएको छ यहाँ बसेर। तपाईँले यहाँ बसेर के छ भनेदेखि इन्भेस्टमेन्टका कुराहरू गर्नुभएको छ। इन्भेस्टमेन्टको कुरा गर्दाखेरि नेपालका प्रोडक्टहरूलाई तपाईँले मार्केट दिनुभएको छ। म अस्ति भर्खर के अरे नेपाल बिजनेस एसोसिएसनको एउटा मिटिङमा म गएको थिएँ अनि उहाँहरूसँग यस्तो इन्टरेक्सनको प्रक्रियामा मैले के भने भनेदेखि हेर्नुहोस् तपाईँहरूले यो नेपाली प्रोडक्टहरूलाई राजन कण्डेले हुनुहुन्छ ल कता अघि मैले देखेको थिएँ मसला मार्टको कुरा गर्दै हुनुहुन्थ्यो उहाँ। मैले भने नेपाली प्रोडक्टहरूलाई नेपालीहरू बिच चाहिँ मार्केटिङ त गर्नुहोस्, राम्रो कुरा हो, तर नेपाली यो जुन प्रोडक्टहरूलाई नेपालीहरूभन्दा टाढा पनि पुर्याउनुहोस्, यहाँका ब्रिटिसहरूमा पनि पुर्याउनुहोस्। प्रश्न त्यहाँ के उठ्यो भनेदेखि अहिले ब्रिटिसहरू चाहिँ नेपालको मार्केट हो त? तपाईँहरूलाई एउटा कुरा आज म भन्छु, नेपालसँगको सम्बन्ध 1816 को ब्रिटिससँगको र त्यो बेलादेखि चाहे त्यो माउन्ट एभरेस्टको कुरा होस्, चाहे सांस्कृतिक कुराले होस् या चाहिँ दरबारसँगको सम्बन्धले होस्, ब्रिटिसहरूको नेपाल आगमन व्यापक रूपमा छ। अरू कुरा छाड्नुहोस्, टुरिज्मको सेक्टरको कुरा गर्छु। ग्रेजुएसनको पुरै गर्नु प्रवर्धनको कुरा गर्नुहुन्छ, लगानीका कुराहरू
हुन्छ। त अर्को कुरा के छ भनेदेखि त्यो मैले समय समयमा तपाईँहरूलाई भनिरहेको कुरा पनि हो कि नलेज ट्रान्सफरको म के भन्छु भनेदेखि तपाईँहरूलाई यहाँ तपाईँहरू वेल्सको तपाईँहरू जानुभयो होला, कार्डिफमा जानुहोस्। कार्डिफ एउटा म्युजियम छ र त्यो म्युजियममा राखेका कुराहरू हेर्नु हो भने के देख्नुहुन्छ भनेदेखि जुन अहिले पनि नेपाली गाउँघरको तपाईँले पाउनुहुन्छ त्यो कुरा झिकी जाँतोको सिभिलाइजेसनको त्यो अवस्था। मैले त्यहाँ सोचेँ कति वर्ष यो भन्दाखेरि चाहिँ 2000 वर्ष अगाडिको चाहिँ नि अवस्था बेलायत। 2000 वर्ष अगाडिको चाहिँ बेलायतको अवस्था त्यही थियो भनेदेखि अहिले पनि नेपाली गाउँहरूको अवस्था त्यही छ, त्यही ढिकी त्यही जाँतोको अवस्था छ। त तपाईँहरू नेपाल सरकारको लागि एउटा चाहिँ अवसरको कुरा हो। तपाईँहरू जस्तो जमात, तपाईँहरू जस्तो चाहिँ बुद्धिजीवी, तपाईँहरू जस्तो लगनशील काम गर्ने मान्छे आज 2000 एडभान्स सोसाइटीमा बस्नुभएको छ, बेलायत जस्तो सोसाइटीमा। तपाईँले यहाँ सिकेको कुरा हो नेपाल जानु पर्यो। म भन्दिनँ गएको छैन भनेर भन्दिनँ, कुनै न कुनै रूपमा गइरहेको छ, तर त्यसलाई अरू व्यापक रूपमा दिनुहोस्। मैले नर्सिङ एसोसिएसनका मान्छेहरूलाई भनेको छु, मेडिकलमा काम गर्ने मान्छेहरूलाई भनेको छु कि चाहिँ तपाईँले सिकेको यहाँको नलेज र टेक्नोलोजी कसरी ट्रान्सफर हुनसक्छ नेपालमा। आज कम्युनिकेसनको जमाना छ, इन्स्ट्यान्ट इन्फर्मेसनको जमाना छ, कुरेर बस्नु पर्दैन, महिना दिन 2 महिना बस्नु पर्दैन। त के छ भनेदेखि एउटा कन्सल्टेड एफोर्ट तपाईँहरूबाट हुन सक्नु पर्यो र भइरहेको छ, त्यसलाई अरू व्यापकता दिनु पर्यो मात्रै मैले भन्नु खोजेको हो चाहिँ। त त्यस्तै तपाईँहरू स्वयं लगानी गर्नुहुन्छ नेपालमा या होइन भनेदेखि अघि एकजना के अरे वक्ताले भन्नुभयो हामी इन्भेस्टर्सहरू खोज्न पनि सक्छौँ यहाँ भनेर। आज तपाईँहरूको सहयोगले, तपाईँहरूकै चाहिँ नि शुभकामनाले एम्बेसी प्रक्रिया मात्रै हो भन्न चाहन्छु, किनकि मेरो आनन्द मित्र सूर्य मान्छेउ र मेरो प्रत्येक फोन कन्भर्सेसनमा पनि र विभिन्न भेटघाटका क्रममा पनि यो प्रक्रियाको मात्रै फलो गरेको हो हामीले भनेर नै हामी अगाडि गएका छौँ। त्यस्तै अरू हाम्रा नेपाली दाजुभाइहरू जो उम्मेदवार थियौँ हामी सबैको यो नै कुरा भएको थियो र म यहाँबाट के प्रतिक्रिया गर्न चाहन्छु भने यो हाम्रो हार जित नभइकन सबैको जित हो, यो प्रक्रियाको जित हो र यसलाई मिलाएर हामीले सादा नेपालीका समस्याका बारेमा र सादा नेपालीका काम कार्यका बारेमा अगाडि बढ्ने प्रतिबद्धता गर्न चाहन्छु। अत्यन्त खुसीको कुरा हो यो समयसम्म पनि यत्रो मासले साथ दिएको छ र तपाईँहरूले जुन किसिमको साथ दिनुभएको छ त्यसको कुनै शब्द छैन कि म यहाँलाई धन्यवाद दिएर पुग्छ भन्ने लाग्दैन। र मैले 1-2टा कुराहरू के भन्न चाहन्छु भने म यो कार्यकाल मात्रै नभइकन पहिला 2टा कार्यकालमा सदस्य उपाध्यक्षको पदमा काम गरिसकेको हुनाले र यहाँका अनुरोधहरूबाट केही कुराहरू सिकेको र सिकेर केही गर्ने अभिलाषा लिएको कारणले पुरानो कार्यसमितिले गरेका कार्यहरूमा मैले अध्यक्ष मण्डललाई बोलाउनेछु। अब हाम्रो यो निर्वाचन समितिको कार्यक्रम हाम्रो कार्य सम्पन्न भएको छ। त्यसमा अब म चाहिँ यो हाम्रो यो अहिलेको यो 2011 सालको निर्वाचन समिति हो त्यो चाहिँ अब अन्त भएको, यसको चाहिँ भङ्ग भएको म घोषणा गर्छु। धन्यवाद। हामीले अध्यक्ष मण्डललाई यो मञ्च
न जाने